और मेरा बराबरी होगा देव। अब तिमी उयो भन न, इतना गुरूर तो उस चांद को भी नहीं है, भन न। बस इतना गुरूर तो चांद को भी नहीं होगा। चांद को कैसा गुरूर होगा, उसके पास दाग जो है। अनि हैन यस्तो जब ला गाइस 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 ट्याप 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 हार्न जब लाग्यो हामी छुट्दैछौँ, हाम्रो सम्बन्ध छुटिँदैछ भनेपछि चाहिँ त्यो माया देखाउन खोज्ने त्यस्तो नगरेकै राम्रो हैन। यस्तो सम्बन्ध हारेको यस्तो नाइस नाइस डायलग सुनाउने म, तपाईहरु ट्याप ट्याप नगर्ने, थुक्का मेरो जिन्दगी। अब तपाईहरुलाई थुक्न भएन, अब आफैलाई त थुक्ने होला नि। यो त अति भयो, यो चाहिँ राम राम। तपाईहरुलाई थुक्न भएन, आफूलाई त थुक्ने हो। ए भगवान, यत्रो डायलग सुनाए, यत्रो लिपसिङ घोकी घोकी सुनाए, लास्टमा त मलाई हराइदिएन। फलो गर्दिम है गाइस। जाँदिन क्लब स्लब। ख्यामेले मलाई धोका दियो साथीहरुमा, कति चित्त दुखेको छ। बिहान चाहिँ लाने लाने भन्नु, अनि भने अघि नै त कतै भ्याउदिन, मेरो त काम रहेछ, मेरो त जिम जान पर्ने भन्नु। ठिकै छ, मलाई ख्यामेसँग चित्त दुख्छ। अब त उसले लान्छु भने पनि जान्न म। हाम्रो दाइको एकचोटी आइडीहरु चेक गर्नु, मैले अघि त्यो बारेमा ट्याग पनि गरेको छु। हाम्रो तिमीलाई म्युट गर्देको म, मेरो यहाँ दुखी लाइनहरु भन्न पर्ने छ। तपाईहरु ट्याप ट्याप गर्दै गर्नु है। उता बुस्टिङ हान्छ क, हामीले पनि बुस्टिङ हान्यौ न। आज चाहिँ म तपाईहरुलाई एकदमै हुन्छ नि मनको कथा व्यथाहरु सुनाउन चाहन्छु। अब हुन्छ नि कोही मान्छेहरुको सम्बन्ध चाहिँ कस्तो हुन्छ भने अब गर्लफ्रेन्ड र बोयफ्रेन्ड भयो, अनि केटाले चाहिँ अलिक वास्तै गर्दैन। साथी तपाईहरुलाई म टिप्स दिँदैछु हैन। केटाले वास्तै गर्दैन, केटाले वास्ता नगरेपछि बिचारा त्यो केटी पनि के गरोस्, कति मरि हत्ते गरोस् हैन त। अनि मरि हत्ते गर्दा 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 न्याक्कै भएर लुन्दा अब त्यसले वास्ता गर्दैन। ठिकै छ, मैले मेरो जिन्दगी किन बर्बाद गर्ने भनेर केटीले पनि वास्ता गर्न छोड्दै जान्छ बिस्तारै। अनि केटीले वास्ता गर्न बी राख्न त, अनि बी एले वास्ता गर्न छोड्दै जान्छ। अब बीको पालो आउँछ, बीले पछि लाउन आउँदै गर्छ भन्न, यस्तो भन्नु के माकी राम सीता राख। यस्तो ल रामले, राम र सीताको लभ स्टोरी है त। अनि अब रामले चाहिँ बाल दिँदैन हैन, सीता चाहिँ मरिरह। अनि अब बिचारा सीता पनि एक्लै कति चाहिँ मरि हत्ते गरोस्। अनि त्यो भइसकेपछि सीतालाई पनि चित्त दुख्दै जान्छ, अनि सीताले पनि इग्नोर गर्दै जान्छ। ठिकै छ, उसले मलाई माया गर्दैन भने म मात्र किन मरि हत्ते गर्ने भनेर कुरो आउँछ। जस्तो कुरो आउँदाखेरि चाहिँ अनि के राम र सीताको हुँदैछ हैन। अनि सीताले पनि अब ठिकै छ, तिमी माया गर्न सक्दैनौ भने के भन्छ, अब ठिकै छ नि त, म मात्र मरि हत्ते कति गर्नु भनेर सीताले पनि बेवास्ता गर्न थालेपछि चाहिँ राम आउँछ, आउन थाल्छ, पछि लाउन थाल्छ हैन। राम आउँछ अनि माया गरे जस्तो देखाउँछ, खोज्छ। अनि त्यो टारिनु लाग्दा मात्र देखाउने माया त किन चाहियो र हैन। त्यो टारिन लाग्दा मात्र चाहिने माया त किन चाहियो हैन। बिचारा त सीताको राम र सीताको त कतै मिलेन, नि मिलिरहने। अनि अब सीता चाहिँ टाढा गइसक्यो, राम पछि लाइरह। अब सीतालाई आउनै मन छैन फर्केर भन्न, आउनै मन छैन। सबै मैले सिकाउनु पर्छ ल, आउनै मन छैन। अनि म चाहिँ के भन्छु भने त्यस्तो सम्बन्धहरुबाट तपाई पनि टाढै बस्नुस् भन्छु। सीता चाहिँ जाऊ क्या, अब सीता फर्केर नआऊ। अब राम पछि लाओस् कि मरोस् कि धुनेर बाल नदेऊ रामलाई। किनभने फेरि त सीता फर्केर रामसँगै गयो भने त फेरि हट हुने त सीतालाई नै हो नि त। किनभने फेरि ल्याप्यास्से भएपछि रामले बालै दिन छोड्छ क्या। त्यही भएर त्यस्तो सम्बन्धहरु चाहिँ कस्तो हुन्छ भने आफूसँग पनि एउटा मेसेज कस्तो हेलो रन्डी अरे तै रन्डा खाते। तिमी सिरियस छौ क्या साथी, तिमी मलाई रिस नगर हैन। अनि अब त्यो सीता बिचरा पनि कति झुकोस्, कति पछि लागोस् हैन। राम फेरि ह्यान्डसम छ है, राम त ह्यान्डसम छ, भला आदमी छ, ह्यान्डसम बोय। तर त्यसको ह्यान्डसम पनि कहिलेसम्म टिक्ला त नि, चौरी परेर जान्छ। हामी त फिल्टर लाएर राम्री हुन्छौँ। तर त्यही हो साथीहरु, म चाहिँ के भन्छु भने कसैले तपाईलाई मनदेखि मन पराउँछ भनेदेखि चाहिँ तपाईले उसको कदर गर्नुहोस् भन्न चाहन्छु हैन साथी। अब मैले त अरु त के सिकाउन पर्छ र, तपाईले उनीहरुको कदर गर्नुहोस्। यदि तपाईलाई
उसको उप्रति केही फिलिङ्स नै छैन भने, उसलाई तपाईँको केही मतलब चासो नै छैन भने चाहिँ प्लिज कसैको टाइम बर्बाद नगरिदिनुहोस्। किनभने एक बारको जुनी हो होइन, सबैलाई आफ्नो समय किम्ती हुन्छ। तपाईँसँग टाइम वेस्ट गरिरहेको समयमा उसले अरू फाल्टो चिजहरू धेरै थोक गर्न सक्छ क्या। ट्याप ट्याप गरिदिनुहोस्, हार्ने बेला भयो। हार्ने बेला भयो ट्याप ट्याप गरिदिनुहोस्। समय अन्त खेर नफ्यालौ, ट्याप ट्याप गर सदुपयोग गरौ। जित्नु पर्यो क्या जसरी। तर मैले चाहिँ त्यस्तो खालको सम्बन्धहरूलाई चाहिँ साइड लाउन सिकिसकेँ। किनभने आजको दिनमा मैले त्यस्तो सम्बन्धहरू साइड लाइन भने भोलिको दिनमा त्यो सम्बन्धले मलाई नै चोट पुग्छ भने त्यो सम्बन्धमा बसिराख्नु पनि ठिक हो जस्तो मलाई लाग्दैन होइन। त्यसको मतलब यो होइन कि मैले उसलाई मनमुटुबाट घृणा गर्छु भन्ने होइन। जताबाट पनि यसले नै जित्छ। यसले बर्थडे टोपी लाएर होला। गरेको टोपी नै झन्डै म त खेल्दिन तिमीसँग, तिमी मलाई जित्नै दिँदैनौ, बोल्दिन जा। हगेर आइज जा। अब मलाई जिताऊ अनि मात्र खेल्छु तिमीसँग म। दाइ हजुर मगर पो हो? हजुर म मगर हो। हाई ब्रो, हेलो हेलो। आमा जित्दिन साथीहरू, मेरो जित्ने मुड छैन। आज तपाईँहरूलाई म मेरो दुःख सेयर गर्दैछु। यसलाई म्युट गरिदिन्छु म। जिते जित्छ, नजिते जित्दैन होइन त साथीहरू। अब म उसँग अबदेखि उयो गर्दिनको मतलब चाहिँ कस्तो हुन्छ भने मैले उसलाई टोटल्ली हेट पनि गर्ने होइन क्या। मैले कसैलाई पनि जीवनमा त्यसले आएर मलाई चक्कुले हानेर मेरो छातीमै छुराले घोप्छ भने पनि मैले त्यो मान्छेलाई हेट गर्न सक्दिनँ है। कति दुःख दिने मान्छेहरू आए लाइफमा, मैले आजसम्म तिनीहरूलाई त हेट गर्न सकेको छैन। कसैले मलाई इग्नोर मात्र गर्छ भने त मैले उसलाई हेट गर्न सक्दिनँ नि त। अहिले पनि म भएन साथीलाई नै मिलेन, इङ्ग्लिसबाट भनिदिउँ। आई स्टिल लभ हर कि हिज हिम। आई स्टिल लभ हिम। म उसलाई घृणा पनि गर्दिनँ, अझै पनि म माया गर्छु। तर उसको चाहिँ माया मलाई चाहिएन क्या। बुझ्नुभयो नि? त्यस्तो घिनलाग्दो खालको माया मलाई चाहिएन। अनि त्यस्ता घिनलाग्दा मान्छेहरू चाहिँ फर्की फर्की त्यो आश देखाएर नआउने भन्न चाहन्छु म। थ्याङ्क यू सो मच। यो ओइ तिमीले अर्को कलर लाऊ र के सब? त्यही कलर हो। हुन्छ दाइ, म नि अब खाना खान जान्छु। सपोर्ट गर्नुपर्छ है गाइजहरू। हाम्रो 12 विन जान दिनुहुन्न, म नि जान्छु। तपाईँले यत्रो सपोर्ट गर्नुभएको छ। यो गीत त मेरै लागि बनाएको जस्तो लाग्छ साथी। घरिघरि त है साथी ल्याइदिनु अन्त यो विन त फेरि तपाईँ जानुभयो भने एकछिन यो विनलाई जोगाउनु पर्छ क्या दाइ। अनि म नि जान्छु यो गेम पछि। प्लिज इग्नोर नगरिदिनु है। हजुर हजुर, इग्नोर गरेको छैन, इग्नोर गरेको छैन। जाला के त्यसो नभन्नु न। त्यसो नभन्नु। राइट भएको हाल्नु हुँदैन त। अनि बेबो दिदी राइट सकिसक्यो त। तपाईँ अन्डामा अनि भ्लग हेर्नु पर्दैन त? बेबो दिदीको गएर युट्युबमा बिचरा राइट सकेर कताका मान्छे कता आइपुगिसक्यो, तपाईँ राइट हाल्नु हुँदैन भन्दै बस्नुहुन्छ। कति पिक पर्यो के सब म